आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, नमस्कार, जय घन्टी। पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यस बेला मैले यो अपिल 9725 नम्बरको थुनुवाका रूपमा भैरहवा कारागारबाट पठाएको छु। आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईहरूबीच पुग्नेछ। तपाईहरूले मलाई दुई पटक कीर्तिमानपूर्ण मतका साथ संसदमा पुर्याउनु भयो। भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब 12 लाख मत दिनुभयो। त्यो मतले झस्केकाहरू चितवन र तनहुँको उपचुनावको परिणामले झन तर्सिए। स्वस्थ र प्रजातान्त्रिक विधिबाट रासोपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि यिनीहरू म विरुद्ध षड्यन्त्रमा लागे। त्यो षड्यन्त्र कति भयानक थियो र त्यसमा कसलाई कसरी प्रयोग गरियो, सिङ्गो राज्यको कसरी दुरुपयोग भयो, तपाईहरूले आफ्नै आँखाले देखिरहनु भएको छ। तपाईहरूलाई थाहै छ म कसैमाथिको कुनै पनि अन्यायमा नबोली बस्न नसक्ने मान्छे हुँ। बोलेरै विश्व कीर्तिमान राखेको मान्छे पनि हुँ। तर यिनीहरूले यस्तो जाल थापे कि आफैमाथिका अपराध र अन्यायमा पनि म बोल्न सकिनँ। मेरा कानुन व्यवसायीले निरन्तर भनिरहनु भयो, तपाईँ देशकै सबैभन्दा ठुलो आपराधिक गिरोहसँग न्यायिक लडाईँ लड्दै हुनुहुन्छ। एउटै आवेगपूर्ण वाक्यलाई दुरुपयोग गरेर यिनीहरूले थप कानुनी झमेलामा फसाउन सक्छन्। त्यसैले तपाईँ बोल्नु हुँदैन। 4 जिल्ला, 4 उच्च र पछि सर्वोच्चसम्म गरेर 9वटा अदालतमा, अब त पर्सा जिल्ला अदालत पनि थपियो। मुद्दा झुन्ड्याइएको व्यक्तिले कानुन व्यवसायको राय नसुन्न पनि मिलेन। तर यो मौनता अरूलाई भन्दा बढी मलाई नै बिझाएको थियो। चाहे अरू जतिवटा झुटा मुद्दा खेप्न परोस्, अब बोल्छु भन्ने लागेरै चैत 18 गते पार्टी कार्यालयबाटै घोषणा गरेँ, चैत 23 गते चितवनमा बोल्छु। संयोग भनौँ कि सत्य, परिणाम मेरा कानुन व्यवसायीले चेतावनी दिए जस्तै भयो। चैत 22 गते नै उच्च अदालतले मलाई थुन्ने आदेश गर्यो। अब त सर्वोच्च पनि थपिसकेको छ। म विरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। 2046 सालपछिका 36 वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन् आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालत बाहेक न्याय माग्न जाने अर्को ठाउँ छैन। राज्य यिनैको, अड्डा अदालत यिनैको, मिडिया समेत यिनैको, राज्यका सारा अङ्ग र संरचना यिनकै भर्ती केन्द्र। घरिघरि लाग्छ यिनीहरूले मलाई धेरै दुःख दिए, तर विचार गर्दै जाँदा गएका 36 वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुःख मनाउ गर्नु, जब यिनीहरूले सिङ्गो देशलाई नै जेल बनाइसके।